लाली बुढाथोकी थानेश्वर गौतम र म बागलुङ महोत्सव 2070 सालको बागलुङ महोत्सवमा जाँदै थियौँ। हामी एउटा गाडी चढेर हिँडिसकेपछि थानेश्वरजीले लालीजीले उताको त्यो टोनहरू उताको जुन त्यो टिपिकल टोन छ क्यारुम 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 त नि यस्तै पऱ्यो के अरे यो टाइपको जुन यो कुराहरू गर्नु म 55-54 सालतिर पनि एकचोटि ड्रामा गर्न बागलुङ गएको थिएँ अनि मलाई त्यो कुराहरूले चाहिँ छोइरहेको थियो। त्यो हामी यात्राभरिमा चाहिँ के मलाई के फिल आयो भने त्यो यो क्यारुम क्यारुम हो भने त्यो क्याची थेगो हुन्छ एउटा लोकगीतको लागि भनेपछि यसलाई किन चाहिँ प्रयोग नगरौँ भनेर चाहिँ अनि त्यो गीत तयार भयो। त्यो गीत तयार हुने क्रममा चाहिँ लालीजीले के भन्नुभएको थियो भने बेनीको सधैँभरि एउटै गीत छ, जति बजाए पनि त्यही बेनी बजार मात्रै भयो, बेनीको बजार मात्रै भयो, त्यसकारण चाहिँ बेनीलाई छुने टाइपको एउटा गीत लेख्नु सर भनेर लालीजीले पनि भनिराख्नु भएको थियो। र हामी त्यो यात्राभरिसँगै लगभग 8-10 दिन हामी बेनी घुम्यौँ। त्यहाँदेखि उद्योग वाणिज्यको मेला सकेर काठमाडौँ फर्किसक्दाखेरि यो गीत तयार भएको थियो क्या। त्यो क्यारुम क्यारुम भयो, यसरी जन्मेको गीत हो यो चाहिँ। नेपाली गीत सङ्गीतमा फरक अध्याय सुरु गर्ने मेरो एउटा लक्ष्य छ। त्यो लक्ष्यअनुसार गजल गीत, सालैजो, रोइलादेखि लिएर विभिन्न फरक खालका नेपाली कल्चरल गीतहरू गर्ने विभिन्न योजनाअनुसार आज फेरि हाम्रो एउटा क्यारम क्यारम हो। यो क्यारम क्यारम हो भन्ने एउटा शब्द हाम्रो पश्चिमी भेगमा, नेपालको पश्चिम भेगमा बागलुङ म्याग्दी पर्वततिर बोलिने यो भाषा हो। क्यारम त नि क्यारम क्यारम हो, कसो गरम क्यार्नी त नि भन्ने एउटा यो हाम्रो टिपिकल भाषा हो। यसलाई समेटेर चाहिँ हाम्रो पुरुलम सालजीले यसलाई गीत लेख्नुभएको छ। यसमा सङ्गीत र मेरो आवाज अनि सालैजोमा हाम्रो एउटा सहयात्रा, हरेक सङ्गीतमा सहयात्रा सफल भएको छ लाली बुढाथोकीजीसँग। मेरो र लाली बुढाथोकीज्यूको आवाजमा सालैजो, कालेमा काले, मार्ने मायाले अत्याधिक चर्चामा रह्यो। त्यसै बमोजिम फेरि यो गीत पनि मलाई लाग्छ फेरि अर्को नेपाली सङ्गीत जगतमा, नेपाली लोकसङ्गीत जगतमा अर्को आयाम थप्नेछ। यो पक्कै पनि चर्चामा आउने खालको गीत छ। फेरि अर्को कुरा जोडौँ, अहिलेका चर्चित निर्देशक हाम्रो उमेश गुरुङजीसँगको सहयात्रा, जुन गीत गरे पनि उहाँसँग फापेकै छ। सालैजो भनौँ, रोइला भनौँ, यो फरक खालको अहिलेको यो गीतमा पनि मलाई लाग्छ जुर्ने छ। मारुनी मायालेदेखि कालेमा कालेदेखि लिएर स्याङ्जा गएँ, पाल्पा गएँ, रोइला पनि उहाँसँगै गरेको सहयात्रा अत्याधिक चर्चामा रह्यो। क्यारम क्यारम भयो भन्ने गीत पनि मलाई लाग्छ अत्याधिक चर्चामा रहनेछ। मलाई लाग्छ यो गीत जब तयार भएर आउँछ यसले चाहिँ फरक अनुभूति पाउनुहुनेछ दर्शकहरूले। एकदम नाच पृथक छ, यसको शैली पृथक छ, प्रस्तुति पृथक छ। उमेशजीले बहुत मिहिनेत गर्नुभएको छ यसलाई, पक्कै पनि राम्रो हुनेछ।
यो सुटिङको हाम्रो जो यो हाम्रो ग्रुप छ क्वालिटी फिल्म्स च्यानल लगायत हाम्रो सुरुमा त अब सिर्जना गर्ने हाम्रो शब्दकार कुरु भाइ हुनुहुन्छ र हाम्रो मसँग सुरुवातदेखि नै मेरो बामे सरदादेखि नै सुरु गरेको हाम्रो थानेश्वर सर मेरो गुरु हुनुहुन्छ उहाँ र मेरो सहकार्यमा स्टार्टदेखि नै एकदम राम्रो हुँदै आएको छ र यति गर्व गर्छु म उहाँलाई र थानेश्वर सरको सङ्गीत गुरु भाइको शब्द र थानेश्वर सर र मेरो स्वरमा चाहिँ आज यो जो सुटिङ गरेको छौँ यो क्वालिटी फिल्म्स जो सुरुवातदेखि नै फेरि क्वालिटी फिल्म्सको जो उमेश भाइसँग नै म सहकार्य गर्दै आएको छु र अहिलेसम्म गरेको कामहरू कुनै पनि हाम्रो यो ग्रुपले यो टिमले गरेको काम कुनै पनि फलप खाएको छैन र यो गीत अलिकति फरक खालको छ म जहिले पनि अलिकति भावुक टिपिकल आफ्नो मौलिकतापनमा डुबेको मान्छे हो र त्यसैमा डुब्न चाहन्छु र पनि यो चाहिँ अलिकति त्यही मौलिकतालाई अलिकति मोडर्न टाइपको छ यसलाई चाहिँ अलिकति फरक ढङ्गले गर्न चाहेको छौँ हाम्रो मैले मात्र नभएर हामी सबै टिमले पक्कै पनि दर्शक श्रोताहरूले यो गीतलाई पनि त्यही ढङ्गले माया गरिदिनुहुन्छ हेरिदिनुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु गरिसकेँ फेरि आज पनि मैले सुट गर्न पाइरहेको छु र विशेष गरी मेरो दादा डाइरेक्टर उमेश गुरुङलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र अब के हुन्छ कसो हुन्छ अब तपाईँहरूले अब फुल भिडियो आएपछि तपाईँहरूले पक्कै पनि हामीलाई सजेसन दिनुहुन्छ भन्ने मलाई आशा लागेको छ थ्याङ्क यू सो मच आजको गीत चाहिँ क्यारम भयो होइन क्यारमै भयो किनभने मेरो पार्टनर हाम्रो सरिस्मा मगर र म गरेर आऊ अनि डाइरेक्टर हाम्रो उमेश गुरुङ सर हुनुहुन्छ अनि क्वालिटी फिल्मसँग एउटा उहाँकै कम्पनीसँग गरिरहेको सो यसमा राम्रो डान्स छ उहाँले राम्रो कम्पोज गर्नुभएको छ डाइरेक्सन त अब उहाँको तपाईँले देखिराख्नु भएको छ होइन म उहाँको यो भिडियोमा फर्स्ट टाइम हो अनि मलाई एकदमै म यो कम्पनीसँग नेक्स्ट टाइम पनि काम गर्न चाहन्छु किनभने मलाई एकदमै रमाइलो लागिरहेको छ एकदमै कुल भएर काम गर्नुहुन्छ कुनै टेन्सन लिएर या त यताउता होइन फास्ट त्यो केही पनि छैन एकदमै रमाइलो लाग्यो सबै डान्सरहरूदेखि लिएर हाम्रो ग्रुप एकदमै राम्रो छ क्यामेराम्यान सर हुनुहुन्छ उहाँ पनि एकदमै कुल सो उहाँको टिमै एकदम राम्रो लाग्यो फर्स्ट टाइम हो मेरो लङ टाइम चलोस् उहाँहरूसँग उहाँको कम्पनीहरूसँग उमेश गुरुङ सरको सो नाइस सङ मन पराउनुहुन्छ डान्स त हजुरले मन पराइहाल्नुहुन्छ उहाँको कोरियोग्राफी छ मैले एकदमै निभाउने कोसिस गरिरहेको छु अनि मलाई रमाइलो पनि लाग्यो अलि डिफ्रेन्ट डान्स पनि राख्नु भएको छ तपाईहरुको टेलिभिजन सेटमा उपस्थित भइरहेको छु तपाईहरुको धेरै मायाले विगत 10-15 वर्षदेखि यता निरन्तर रूपमा नेपाली गीत संगीतमा हलिउड फिल्म इन्डस्ट्रीमा भन्न रुचाउँछु रमिरहेको छु काम गरिरहेको छु आजको गाना बिहानी डिजिटलबाट बजारमा जाने तयारीमा रहेको गाना सुमधुर स्वरकी धनी एउटा अवार्डेड गायिका लाली बुढाथोकीको सुमधुर आवाज र
थानेश्वर गौतमको शब्द सङ्गीत र थानेश्वर गौतमकै आवाजमा सजिएको यो बेनी बजार दायाँपारी बग्यो कालीगङ्गा बेनी बजार दायाँपारी बग्यो कालीगङ्गा तिमीलाई देखेपछि मन भाषासँग क्यारम क्यारम हो। साँच्चीकै यो गीत एकदम रोमान्टिक चाहिँ बिटमा बनेको छ। सम्पूर्ण सुटिङ चाहिँ मैले पुरै सेट यो चाहिँ क्रोमा सेट गरिरहेको छु। ब्याकग्राउन्डमा म पछि आर्टको चेन्ज गर्नेछु। अहिले तपाईँले देखिरहनु भएको यो सेट चाहिँ तपाईँको यसले क्रोमा भन्छ। हामी पुरै यसलाई लाइटिङ गरेर हामी दिनैभरि आज यो सुटिङ अवधिभर हामी यही चाहिँ हरियो चाहिँ ब्याकग्राउन्ड राखेर हामी नाच्नेछौँ। तपाईँहरूले देख्नुहुनेछ कि यो हरियो पर्दा चाहिँ तपाईँहरूले नदेखिकन अरू कुनै दृश्यहरू तपाईँहरूले पछि देख्नु नै हुनेछ। साँच्चीकै मजा आइरहेछ। यति धेरै माया गरेर 10-15 वर्षको यो साङ्गीतिक यात्रासम्म तपाईँले साथ सहयोग दिइरहनु भएको छ। धेरै 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 खुसी अनि धेरै धेरै तपाईँ सम्पूर्ण नेपाली दर्शक श्रोता जसले नेपाली भाषा बुझ्छ र नेपाली संस्कृतिलाई माया गर्छ तपाईँ सम्पूर्णलाई उमेश गुरुङको साङ्गीतिक अभिवादन भन्न चाहन्छु। अब धेरै बोलेर चाहिँ पनि हुँदैन, अब सुटिङ गर्नु छ। थ्याङ्क यू भेरी मच।